अब इसे भिडियो भने कुदी जाने कारण कि ढिले होला हैन तर बाइबलले चाहिँ हिदिल्थ्यो नै नाकु छिमेकी के नाकु माया जान्ने नाकु शत्रु के पनि माया जान्ने त्यसले कान माया जान्ने के शत्रु के मेरो आफन्त के माया जान्ने मायाले आफन्त भाडो भइलो संसारो भरि चाहिँ लस्करे प्रभु एकदम जीवित परमेश्वर कुछ खासो ने इसी संसार खासो पट्टी ला कान लस्क्याने आमेन प्रभु येशू ख्रीष्ट नाउँ पटाको के जय मसी अनि जोडले छिनी ngaरा बोय छन् नाही बोय र मिजा छन् नाही नाकु खेरेब रा हुनाले यसै च्यानल मार्फतै छिनी चाहिँ बोय के यही कानिस प्रश्न जातुनाले अनि बोय नाको के स्वागतले म च्यानललाई स्वागत धन्यवाद अनि नाकै प्रभु येशू ख्रीष्ट के चाहिँ कुजानु दिन जब इन्डियाला जब चाहिँ सुवातु देश 14 डिजिट क्याम्पेन जब भने परिसरले 2 क्लास चाहिँ नै होला चाहिँ चर्च धेरै डाउने चर्च चाहिँ होला चाहिँ जम्मै बन्द चर्च ल्या होला जब ईस्ट इन्डिया कम्पनी जब अंग्रेजको होटी थियो न होला चाहिँ चर्च मल्लीको चाहिँ जम्मै तालाले दिए छानोला भने चाहिँ नै चाहिँ झ्याले सिसै चाहिँ भित्री मसला प्रभु येशू ख्रीष्ट चाहिँ होला चाहिँ कुर्सी तौडी चाहिँ मसला र होसे हल भित्र चाहिँ कुर्सी टेबलको मात्र डाउला न चाहिँ थाहा माले चाहिँ प्रभु येशू ख्रीष्ट आलु दिन कि न 2 क्लास चाहिँ परिसोला कान जयाको ल्या र जब 6-7 क्लास में परीक्षा नुहा होसबलाई चाहिँ धर्म विषय चाहिँ भने चाहिँ येशू ख्रीष्ट इटा छान्ने आटा छान्ने देनाइ चाहिँ नै परीक्षा जब बल्लङ आदि थाहा भयो येशू ख्रीष्टले सदिन कि झन् अगाडि बढिस नुहा नुनाइ चाहिँ नै थाहा दिन कि अब बुद्ध धर्म येशू ख्रीष्ट क्रिस्चियन धर्म र हिन्दू धर्म त्यसो थाहा दिन अनि नाको कुरा चाहिँ नाको इन्डे मार नै देखि नै चर्चमा चाल कि नुनी चाहिँ कारण छ नै नाको चर्चमा चर्चो विषय चाहिँ नाको चाहिँ थाहा नमाल्या नुनी चाहिँ जब ना चाहिँ कति वर्ष उमेर चाहिँ नाको चर्चमा ए ना चाहिँ सीधा 20 वर्षदेखि ना चाहिँ इन्डिया अब ना धर्म विषयमा थाहा माल्दाखेरि चाहिँ अब हिन्दू धर्म कानुन पारिवारिक र हिन्दू धर्म ल्या हिन्दू धर्म लाग्ने लानाले चाहिँ अन्दाज हुने हिन्दू धर्म इटा छाले आटा छाले अब ना चाहिँ रामायण र पैसा गीता र पैसा अब वेदको छालले देना थाहा दिन अब हिन्दू धर्म परिवार चाहिँ हिन्दू धर्म लचो बाटी हिन्दू धर्म लान नुहाई हुने चाहिँ जब चाहिँ साउदी कतार होला कि अब हिन्दू धर्म छ होला चाहिँ माले साउदी छ अब चाहिँ कतार माले अब क्रिस्चियनको सङ्गत जाने क्रिस्चियनपट्टि लसा हुने होला कि उहाँले चाहिँ एकदम क्रिस्चियन धर्म त्यसो भन्दा नाको चाहिँ इन्डियाले नै चाहिँ चर्चको विषय स्या नाको चाहिँ अनि जिजस क्राइस्ट बारे नाको चाहिँ स्या अनि नाको चाहिँ डाइरेक्ट साउदी कतारला विदेशै रोजगारी सिलसिलै नुनै चाहिँ नाको आला चाहिँ लाफा काटा चट्नु हो चाहिँ होला चाहिँ कोरिया जापान थाइल्यान्ड जम्मै लागु चाहिँ इन्डिया जम्मै लागु चाहिँ विश्वासी जन ग्रुप नै काम चाहिँ विश्वासै उहाँलाई चाहिँ होला चाहिँ जम्मैको चाहिँ अब क्रिसमस डे मन्डेको खुट्टाले 32मा डेको खुट्टा चाल्ने जम्मै थाहा दिन अनुभव जाता र पर्वहरू इटा छान्छ आटा छान्छ थाहा दिन पक्का चाहिँ किनकि संसारो विश्वासी जनको है धेरै लाहा चाहिँ पर्वहरू लस्ने क्रिस्चियन लस्ने हिन्दू धर्म सीमित मात्रै काने चाहिँ एन्थ्रोपोलोजी डेलकै इसके
अब धेरै अब विश्वमा चाहिँ सबभन्दा धेरै चाहिँ ठुला नुहाले भर्मी 21औं शताब्दी चाहिँ भर्मीको चाहिँ जम्मूको चेतले अब घर घर मोबाइलले वैज्ञानिक आधारमा अब घर घर मोबाइलले पहिला कानुन जमाना चाहिँ जुगाइ चाहिँ ना साउदीलाई नौ चाहिँ पृथ्वीको काम होइन साउदी त अब हौसे चिठी बल्ल कानु था चिठी भुटुते मोबाइल ची कानु चाहिँ अब लाङो कानु माइजू मामाको दुख बिमार छाले दुले कानु इन्द्रजी प्राप्त जाने होला दिएको अब कानुन आधारमा हामीले परमेश्वर शक्ति चाहिँ दिए अब फोन जाले यदि चाहिँ होला चाहिँ कान हिज्या माझ्या सन्चो बिसन्चो कुटाले फोन चाहिँ फोन जानेहरू उतिर थाहा छ 21औं शताब्दी कान चाहिँ अन्धकारै मुखमा हालेको अब यसो चाहिँ पर भइ चाहिँ उज्यालो बाटो दोर्दी आनो चाले कान हो यसो कुरो कान लागेको हो त चाहिँ संसारो भरि चाहिँ लस्करे प्रभु एकदम जीवित परमेश्वर कुछ खासो नै यसै संसार खासो पत्ती काम लस्क्यान त्यसभन्दा साँचो परमेश्वरले चाहिँ यसु पर मात्रै हाल्यो हो यसु पर सत्य जीवन बाटो म बाहेक अरू कोही परमेश्वर पुग्नु सक्दैन हो यो के सत्य जीवनको बाटो म बाहेक परमेश्वर पुग्न सक्दैन जीवनको बाटो मै नै हो यसको आधारले कानुन भएको पछाडि हो कानुन भएको पछाडि कान चाहिँ कुटाले चाहिँ कानकै मात्रै उज्यालो बाटो दिन कानकै मात्रै यस कृषि दिन अब कानुन गाउँ गए हिँड्दै लाङ है गोराकीदेखि नबिलासम्म कान किसानीको खेती जानु अब परमेश्वर चाहिँ नि होसे चाहिँ नि गोरा गइरहनेदेखि नबिलासम्म किसानीको काम जान्मुले होसके परमेश्वर देव चाहिँ हियाले होसके थान होसको के रे काने चाहिँ उज्यालो बाटो टाना कि कान की खाँचोले खान कर्तव्यले हो कर्तव्य परमेश्वरले चाहिँ कान की आज्ञा जान्छ कुरा चाहिँ सुसमाचार सेज समाचार चाहिँ जम्मा के पट्टाको के सेतानी रे सर बजाने चाहिँ भनेको थाले शिक्षितले हियाले कुटाले कुटो जातकाले राजको राले परमेश्वरलाई मार्छको कर लैदिउ मापहरूले तर साँचो सत्य र जीवनको बाटो खुलाले दिने उसको नामदानाको काम चाहिँ उसको चाहिँ कोही शिक्षितले को अशिक्षितले गोराकीदेखि नम्बिलासन कटनी जात मुनि वहनी खेत किसानी तर उसको चाहिँ नि उज्यालो बाटो हियाले थानमा होसको के रे काने उज्यालो बाटो प्रचार प्रसार व्यापक जातको पहले के इलाको सर बजाउनु भनेको चाहिँ अब काने प्रचार प्रसार जाने कोही चाहिँ जबरजस्ती छोडो त्यो बाटो त्यो पुर्खौली बाटो त्यसले जाने हो भन्छ डेली पुर्खौली लाम नु अब जस्तो दिन नाइके चाहिँ काल लाफै हिँड्या फिर लाफै पुर्खाले जो चलेको बाटो भन्दा नुगे अब ले होसी छाना रूढीवादी लकीरको फकीर दिने ओढिन्छ के त्यो नयाँ युगमा नयाँ प्रवेश गर्ने जस्तै हिन्दीमा भन्छ छोडो कल्की बात पुरानी नयाँ तरिकाले नयाँ हामी रचना लेखेर नयाँ मन्जिल नयाँ बाटोमा जाने हो त्यो त नयाँ बाटोमा दौडाउने त जसले संसार पृथ्वी बनायो सृष्टि रच्यो त्यसको बाटोमा हामी हिँड्ने हो सत्य जीवनको बाटो त यही नै हो के हामी राजनीति हिसाबले झुट राजनीति गरेको त झुट छल कपट गरेर राजनीति गरेर चाहिँ त्यो सत्यको जित जहिले पनि हुने हो सत्य जित कान चाहिँ सेज लामै भएको बसा अनि ज्योति लामै देजो कुरा ट्याङ्च लामै भएको बसा ट्याङ्च लाम देजो चाहिँ परमेश्वरै मात्रैले चाह भन्नेकै अब मुक्ति दिनकै लागि अब कुसे भन्ने अब जल चढेदैन
अब लुम्के अब भगवान मन्दिर है हैन विभिन्न तरिके चाहिँ मुक्ति दिके लाम चाहिँ पामुनि तर साँचो र सिद्ध लाम देश चाहिँ यसु ख्रिस्ट मात्रै आले हिँड्दै नै बोय पहिला विदेशले नै मोमै के चाहिँ बेसरी इन्च मिलमिउट है कुला चाहिँ बेसरी दाम छाम्ला क्या एकदम ग्याच दामको जम्मै दाम चाहिँ दाम दिउला क्या रातै ऐठान छान्के गा पनि बेसरी मेरो स्या चाहिँ पुरै किरकिर जान्न है बेसरी छाउला छाके बिके छारे रोक्न छाल्ला गाकेर अन्नु नि लगभग कानो चाहिँ काट राय नै 4-5वटा सोमदेखि 4वटासम्म चाहिँ मिजा फुन्ला राय मिजा अनि वर्षै पछि चाहिँ कानो चाहिँ 8-10 वटा चाहिँ चढदिके पस्ला क्या अब गुवा चाहिँ कुदियाले चढदिउला रायो मिजा कुदियाले चढदिए नुनी जब बोय बाइबल पढ्दिके थाल्दिए बोय मुना प्रार्थना जाके जबदेखि बोय प्रार्थना जाके थाला वसे बेलादेखि नै काने चाहिँ पूजा जात स्याको जागे दासा अनि पूजा जातकेर दासा नुनी बिस्तारै काने विश्वास जान्ने नजान्ने चाहिँ कान चाहिँ जहाँ जम्मै परिवार नै दिएन जम्मै परिवार नै कान चाहिँ विश्वासी छान्ने अनि काने चाहिँ साँचो परमेश्वरके दुःखे हो का र नागोके चाहिँ इसे सुसमाचार चाहिँ नागोके पनि प्रभुके परमेश्वरके चाहिँ मुक्तिदाता देन नागोएर चिन्दियोस् र नागो जीवनै पनि परमेश्वरले धेरै काम जातके होस् देनै कानै नागोके चाहिँ एकदमै भरपूर आशिष होस् परमेश्वर देनै कानै कुल पूजा भक्कल इसे छानाइ बिनाइ तिन ओसाका दिन जम्मै चुले लामा धामा झाँक्री कुल पूजा भक्कल कुडी गुवा रा परिवार गाडिदिले परभुलान लसा दिन्छ नागोको चाहिँ कुल पूजा भक्कल रा गुवा अब इसे भाकल देछ कुरा चाहिँ कानै जातीय माछानो छ हिजो नै कानु जीवनको लागि कानु मुक्तिको लागि कानु छुटकाराको लागि कानु चङ्गाइको लागि चाहिँ कान माछा होस् देन है कान गरिबी मापोस होस् देन है कान चाहिँ पापी माछा नहोस् देन है कानु पाप क्षमा मुक्तिको लागि चाहिँ परमेश्वरै यसु ख्रिस्ट के नै क्रुस चाहिँ बलि रूपमै भर्नी जारके पर्छ बलि चाहिँ भर्नी नै परमेश्वर चाहिँ मेरो कात पुत्रके बिन नहीं कात मिजाके बिन नहीं उसको नै कानु लागि चाहिँ कानु पापको श्रापको लागि चाहिँ क्रुस चाहिँ जम्मै हिउ बगरी भेटा अब चाहिँ कानु हिरा जातको मा पनि उसको के विश्वास मात्रै जान्ने कानु जीवन उद्धार मुक्ति छान्ले यसै कुरा चाहिँ नागोए एकदमै गम्भीरका साथ चाहिँ लानी अनि नागोए चाहिँ एकदमै बिस्तारै बुझिरहे हिँड्दै नै मुक्ति दिएछ कुरा सुसमाचार सिएछ कुरा चाहिँ भन्ने पददेखि आइहाल्यो बोय हिँड्दैन नि सत्य कुरा चाहिँ ढिलो थाहा छन्ले क्या काने चाहिँ एक्सिडेन्ट पोहनाइ मात्रै चेस्यो केले चाहिँ मा पोहला देन काने दिले हैन भयो तर नाको सेउ खाटा केट्नु नि नाको एक्सिडेन्ट नै मा पोहले नाको सेउ खाटा नाको जीवन के नाको अगाडि बढ्दै जाने सेज कुरा के नाकै नुनुल्ल हो भने नाको जीवन चाहिँ एकदमै फल देख्छ फुल देख्छ अनि नाको जीवन चाहिँ एकदमै सेज कुराहरू चाहिँ छान हाले नाको चाहिँ साँचो प्रभुके साँचो परमेश्वरके चाहिँ चिन्दिने बिस्तारै नाको जीवन चङ्गाई छुटकारा अनि नाको जीवन मुक्ति जम्मै कुराहरू हाले ल अन्तिममै तारा कान चाहिँ बोइरामिजो पहिलो इन्टरभ्यू आलिसे चाहिँ अनि नाको हिरा शब्दको लेछ त्यही नाको हिरा देखियो दर्शकहरू मध्येतिर दुनिया संसार चाहिँ प्रभुको चिन्दिनहरू चाहिँ जम्मै प्रभुलाई चाहिँ लस्कर लसुनी अब इन्डिया लाएको भन्यो जम्मै जुन प्रभु थाहा मारे पहिला चाहिँ देवी देवता भक्कल देले चण्डी माईहरू यता जम्मैको छुले वसानै अब यसै कुरा त्यहाँ हाल्दै यसै चाहिँ आत्मै दुःख या छ सिजो भन्ने आत्मै दुःख या भनेको चाहिँ यिनी चाहिँ कुल पूजा यिनी चाहिँ आर्य जम्मै अप्पर हुन लसा दिन्छ कान्ति भक्कर माछोले हिरो माछा बरु
परमेश्वरले आशिष यार आशिष यार। आशिष यार इसे कुरा मसान धर्म लाग्नेमा हाल्यो म कानुन तो सल्लाह हितले इसे मसान धर्मलाई लसाड्दै इन्च नीच जाले रोग राजाले अनि अगाले साथले अनि परिवार अशान्ति जातले अनि परिवार भाट बैलो जातले अनि बाइबलले दिले क्या कान चाहिँ अब कुरा चेले अब इसे भिडियो भने कुदी जाने कान कि ढिले होला हैन तर बाइबलले चाहिँ हिदिल नै नाकु छिमेकी के नाकु माया जान्ने नाकु शत्रु के पनि माया जान्ने दिले कान माया जान्ने अरे शत्रु के मेरो आफन्त के माया जान्ने मायाले आफन्त भाट बैलो बोयो चाहिँ कहानी धेरैले अब कहानी चाहिँ नुनुनी अब सेदाउन आमै तर चाहिँ कान परमेश्वर के साँचो परमेश्वर के चाहिँ चिन्दिक भले साँचो परमेश्वर के चाहिँ कानै नुनुन लहके भले साँचो परमेश्वर नुनुन लहक भले नाकु जम्मै पट्टाको जीवन चाहिँ परमेश्वर चाहिँ भरपूर आशिष छानोस् जम्मै जनाके जय मसी अनि जोडले